नमस्ते। नेपालका शीर्ष मन्त्रीहरूको सम्पत्ति कति होला? हालै उहाँहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ र यसले केही निकै रोचक कुराहरू बाहिर ल्याएको छ। आज हामी यही तथ्याङ्कलाई अलिक गहिरिएर हेर्नेछौँ। प्रधानमन्त्रीको कार्यालयले यी सबै विवरणहरू सार्वजनिक गरेपछि अहिले यो विषयले सबैको ध्यान तानेको छ। ल आउनुहोस् हेरौँ यसबाट के कस्ता तथ्यहरू बाहिर आए त। यो सबै मन्त्री परिषदको एउटा निर्णयअनुसार भएको हो। प्रधानमन्त्रीबाटै उहाँको घोषणामा केही अलि फरक भनौँ न आधुनिक खालका सम्पत्तिहरू पनि देखिए। प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत ब्याङ्क खातामा 1,46,00,000 रुपियाँ रहेको घोषणा गर्नुभएको छ। तर यहाँ रोचक कुरा यो रकम भन्दा पनि यो रकमको स्रोत हो। र सबैभन्दा चाखलाग्दो कुरा के हो भने यो सम्पत्तिको स्रोत सामाजिक सञ्जाल हो। उहाँले आफ्नो आम्दानीको स्रोत सोशल मिडियालाई देखाउनु भएको छ, जुन राजनीतिमा एउटा नौलो कुरा हो। यसले उहाँको अनलाइन प्रभाव कति ठूलो छ भन्ने पनि देखाउँछ। अब नगद बाहेक उहाँको परिवारको नाममा काठमाडौँ, धनुषा र महोत्तरीमा जग्गा पनि छ। अनि अर्को कुरा, श्रीमतीको नाममा 190 तोला सुन, मतलब करिब 2.2 किलोग्राम, जसलाई पैतृक सम्पत्ति भनेर देखाइएको छ। यसले परम्परागत सम्पत्तिको महत्त्व अझै कति छ भन्ने पनि झल्काउँछ। प्रधानमन्त्रीपछि अब अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको सम्पत्ति विवरण हेरौँ। उहाँको वित्तीय पोर्टफोलियो त झन् निकै विस्तृत र अलि जटिल पनि देखिन्छ। उहाँले 4वटा घर र अपार्टमेन्टको स्वामित्व घोषणा गर्नुभएको छ। त्यति मात्र होइन, नेपालका 9 विभिन्न ठाउँमा जग्गा रहेको पनि देखाउनु भएको छ। र यो तालिकाले त झन् सबै कुरा छर्लङ्ग पार्छ। एकातिर 7,40,00,000 बराबरको सेयर र अरू सम्पत्ति छ भने अर्कोतिर त्यसलाई सन्तुलन गर्न 3,55,00,000 को ब्याङ्क र व्यक्तिगत ऋण पनि देखाइएको छ। र यो कुरा प्रधानमन्त्री र अर्थमन्त्रीको मात्र होइन, अरू मन्त्रीहरूको पनि सम्पत्ति उल्लेख्य नै छ। जस्तै गृहमन्त्रीले 99 तोला सुन, 6 किलो चाँदी र धनकुटामा झन्डै 1 हेक्टर बराबरको जग्गा देखाउनु भएको छ। अधिकांश मन्त्रीहरूको सम्पत्ति हेर्दा जग्गा र सुनमै बढी लगानी देखिन्छ। त्यसो भए उहाँहरूले यो सबै किन गरिरहनु भएको छ त? किन यो जानकारी सार्वजनिक हुँदैछ? यो सबैको पछाडि भ्रष्टाचार रोक्ने उद्देश्यले बनाइएको एउटा विशेष कानुन छ। यसको मुख्य कानुनी आधार हो भ्रष्टाचार निवारण ऐन 2059। यही कानुनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई सम्पत्ति विवरण बुझाउन अनिवार्य गरेको हो। यसको मुख्य लक्ष्य भनेकै पारदर्शिता र जवाबदेहिता बढाउनु हो। र यसको प्रक्रिया पनि एकदमै स्पष्ट छ। पदमा आएको 60 दिनभित्र सम्पत्ति घोषणा गर्नुपर्छ। त्यसपछि हरेक वर्ष त्यसलाई अध्यावधिक गर्नुपर्छ। यदि त्यसो गरिएन भने 5,000 रुपियाँ जरिमाना र थप अनुसन्धान पनि हुन सक्छ। अब यस्ता तथ्याङ्कहरू सार्वजनिक भएपछि स्वाभाविक रूपमा राजनीतिक वृत्तमा एउटा बहस सुरु भइहाल्छ। यी विवरणहरू बाहिर आउने बित्तिकै हर्क साम्पाजङ जस्ता राजनीतिक व्यक्तित्वहरूले तुरुन्तै आवाज उठाएका छन्। उनीहरूको भनाइ के छ भने सम्पत्ति घोषणा गर्नु मात्र ठूलो कुरा होइन, यसको उचित छानबिन पनि हुनुपर्छ। र यसले हामी सबैलाई एउटा गम्भीर प्रश्नमा ल्याएर छोड्छ। के सम्पत्ति विवरण सार्वजनिक गर्नु नै साँचो पारदर्शिता हो, वा यो केवल एउटा प्रक्रिया मात्रै हो जसले वास्तविक जवाफदेहिताको ग्यारेन्टी गर्दैन? यो एउटा सोच्नै पर्ने विषय हो।